नमस्कार सबैमा म अनिल बन्जाडे बुटोल ग्रिड महाशाखा प्रमुख। हाम्रो यो कालिका नगरमा चाहिँ बुटोलदेखि मोतीपुर पश्चिम जाने 132 लाइनको 4वटा टावरमा पुरानो ल्याटिस टावरलाई चाहिँ मोनोपोलले बदली गर्ने कार्य भइरहेछ। यसमा चाहिँ पहिला समस्या के थियो भने यो लाइनको क्लियरेन्स पनि कम थियो, ग्राउन्डबाट अलिकति नजिकै थियो, दूरी कम थियो, ठुल्ठुलो गाडी हिँड्दाखेरि छैनियो कि भन्ने डर थियो। अर्को चाहिँ यो बेस पनि ठुलो भएको भएर सडक चाहिँ अलिकति खुम्चिया थियो। अब मोनोपोल हालिसकेपछि हाइट पनि अब यता देखिसक्नुभयो तपाईहरुले, हाइट पनि बढ्ने भयो। अब मिनिमम 9 मिटर मेन्टेन हुन्छ हाम्रो लाइनको, अनि बेस पनि एरिया कभरेज कम भइसकेपछि बाटो पनि ठुलो हुने भयो। यसले चाहिँ हुनसक्ने दुर्घटना पनि न्यूनीकरण गर्ने भयो। अर्को हिसाबले हेर्दाखेरि सहर ब्युटिफाई पनि हुने भयो, ब्युटिफिकेसन पनि देखिने भयो अनि सुरक्षित पनि हुने भयो। यो हाम्रो प्लान चाहिँ आजदेखि 7 दिनसम्म हो, तर होपफुली हामी 7 दिनभन्दा पहिले नै सम्पन्न गर्छौँ भन्ने लागिरहेछ हामीलाई। किनभने 2वटा मोनोपोल ठडिसक्यो, त्यसमा तार तान्ने र अर्को 2टा मोनोपोल इरेक्सन गरिसकेपछि हाम्रो कार्य सम्पन्न हुन्छ। यो विद्युतको बन्द गरियो होला, यसको आपूर्ति व्यवस्थापन चाहिँ कस्तो? आपूर्ति व्यवस्थापन पूर्वको पहिलेदेखि नै चलिरहेको हाम्रो आइएनपिएसबाट, इन्टिग्रेटेड नेप्लिज पावर सिस्टमबाट चलिरहेछ। पश्चिमको चाहिँ अतरियाभन्दा माथि चमेलियामा हाम्रो पावर हाउसहरू छन्, त्यसलाई टनकपुरमा जोडिएको छ, त्यताबाट चल्छ। हाम्रो विद्युत आपूर्तिमा चाहिँ कुनै पनि समस्या छैन। कति दिनमा सक्ने गरे? यो लामो समय बन्द पनि गर्न नमिल्ला, कति दिनमा सक्ने? हैन, बन्द गर्न त हाम्रो लोड म्यानेजमेन्ट भएपछि त जति दिन पनि गर्न मिल्छ, दिउँसोमा त त्यति समस्या छैन। तर हाम्रो 7 दिनमा सम्पन्न गर्ने भन्ने प्लान छ। 7 दिनमा सम्पन्न भइ नै सक्छ। यो अलिकति ढिला गरी चाहिँ सुरु भएको? ढिला त सटडाउन हाम्रो सबैभन्दा मेन गर्मीमा लोड बढ्यो भने पश्चिमको लोड म्यानेज गर्न नसकिने भएर लोड काट्न पर्ने स्थिति हुन्छ भनेर अहिले लोड नभएको बेला शीतल अनि फेस्टिभल सबै पारेर कतै पनि विद्युत अवरुद्ध नहुने समय मिलाएर सटडाउन गर्नलाई यसरी प्लान गरेको। यो मोनोपोलको अभ्यास यो नेपालमा चाहिँ अन्यत्र गरिएको छ, पहिलेदेखि नै छ। 5-6 वर्ष अगाडि नै काठमाडौँमा मोनोपोल जडान भइसकेको छ। उपत्यका बाहिर छ? उपत्यका बाहिर चाहिँ छैन, यो पहिलो नै हो। ठेक्का सम्झौता भएर कार्य अगाडि त बढिरहेछ, तर सम्पन्न यो काठमाडौँ यो वास्तवमा 2079 सालको स्थानीय तहको निर्वाचनपछि भइरहेको सङ्घीय चुनाव र प्रदेशको चुनावमा हाम्रो पार्टीको तर्फबाट घोषणा पत्रमा पनि हाम्रो पार्टीले यो मोनोपोलको बारेमा, यो चुनावी क्षेत्रका आधारमा मोनोपोलको बारेमा चाहिँ पार्टीले घोषणा पत्रमा पनि राखेको थियो। त्यो घोषणा पत्रको आधारमा यस क्षेत्रका माननीय निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले यो मोनोपोल बुटोललाई आवश्यकता छ, आवश्यकता पनि कालिका पथलाई छ। कालिका पथलाई सौन्दर्यकरण गर्नका लागि मोनोपोल राख्नुपर्छ भनेर उहाँको आयोजनामा, उहाँको भिजनमा चाहिँ यो मोनोपोल आएको हो। अहिले देशको वर्तमान परिस्थिति यो खालको, राजनीतिक परिस्थिति यो खालको भएको हुनाले उहाँले आज यहाँ चाहिँ उपस्थित हुन सक्नु भएको छैन। तर उहाँको प्रतिनिधित्व गरेर हामी पार्टीको तर्फबाट अथवा म बुटोल महानगरपालिकाको तर्फबाट पनि उपस्थित भएको छु। यो एउटा परीक्षणकालका लागि नेपालमा पहिलोपटक मोनोपोल चाहिँ सुरु गर्न लागि छ। यो 1 हप्तासम्म यहाँ यो क्षेत्रमा बसोबास गर्नुहुने, विशेष गरेर बुटोलको 11 कालिका पथको पूर्व र पश्चिमतिर बस्नुहुने महानुभावहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। 7 दिनसम्म यहाँको बाटो बन्द हुनेछ। 7 दिन पछाडि यहाँको माहौल फरक हुनेछ। बन्द हुँदा अप्ठ्यारो होला, तर मोनोपोलले जति बेला आफ्नो काम सुरु गर्छ त्यति बेला चाहिँ यहाँहरूले सहज ढङ्गले अथवा हाम्रो कालिका पथ राम्रो भयो भनेर अनुभूति गर्ने मौका पनि पाउनु नै छ भनेर म भन्न चाहन्छु। हामी यो विद्युत प्राधिकरणले जुन काम गरिरहेको छ उहाँहरूलाई सबै नागरिक मिलेर सहयोग गरौँ भनेर म अनुरोध गर्न चाहन्छु। धन्यवाद।